नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर 6बाट उम्मेदवारी दर्ता गराएका छन्। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ 6बाट उम्मेदवारी दर्ता गराएका हुन्। मोरङ क्षेत्र नम्बर 6मा नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टीबाट उपेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुबिना आचार्य सहित 20 जनाले उम्मेदवारी दर्ता गरेका छन्। भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका नेता एमालेका अध्यक्ष केपी शर्मा ओली र रासपाका नेता बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। झापा क्षेत्र नम्बर 5मा मंगलबार शक्ति प्रदर्शन सहित ओली र शाहले मनोनयन दर्ता गरेका हुन्। भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका ओली र शाहको प्रतिस्पर्धाले झापा क्षेत्र नम्बर 5को चुनावी माहौल रोचक बनाएको छ। झापा क्षेत्र नम्बर 5मा नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ पनि उम्मेद्वार बनेका छन्। दुईवटा निर्वाचनपछि मोरङको क्षेत्र नम्बर 5मा एमाले आफ्नो उम्मेद्वार बनाएको छ। एमाले उम्मेद्वार मनोज अग्रवालले मनोनयन दर्ता गरेका छन्। 2074 र 2079 को निर्वाचनमा एमाले क्षेत्र नम्बर 5मा उम्मेद्वार बनाएको थिएन। 2074 सालमा मोरङ क्षेत्र नम्बर 5मा वाम गठबन्धन हुँदा एमाले माओवादी उम्मेद्वार शिवकुमार मण्डललाई समर्थन गरेर उम्मेद्वार पठाएको थिएन। यस्तै 2079 सालको निर्वाचनमा जसपा नेपालका उम्मेद्वार राजकुमार यादवलाई समर्थन गरेको थियो। गत निर्वाचनमा क्षेत्र नम्बर 5बाट विजयी भएका योगेन्द्र मण्डल ऊर्जाशील पार्टीबाट क्षेत्र नम्बर 5को उम्मेद्वार बनेका छन्। यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीबाट शिवकुमार मण्डल, जसपा नेपालबाट राजकुमार यादव लगायतले उम्मेदवारी दर्ता गरेका छन्।